त्यसलाई रोक्क गरिदिएको छ है। हजुर त्यो चाहिँ एउटा आधिकारिक सूचना भयो। हजुर त्यसो गर्दा गर्दै पनि अझै पनि कतिपय ठाउँमा ल्याएर बेचिरहेको छ। तर यहाँ मैले गाइस दर्शन नमस्ते सबैजनालाई स्वागत छ आज मेरो नयाँ ब्लगमा। अब आजको ब्लगमा हामी चाहिँ के गर्न जाँदैछौँ भने त्यो माल्किस बिस्कुट होइन एकदम भाइरल छट्टा गएर भाइरल भएको बिस्कुट आज चाहिँ हामी त्यो हन्ट हान्न जाँदैछौँ। म र मेरो निरज भन्ने साथी आज हामी हन्ट हान्न जाँदैछौँ। 3टा फ्लेभर छ क्या माल्किसको। मसित त्यो ओरेन्ज कलरको फ्लेभर चाहिँ पहिलेबाट छ, तर अब 2टा छैन कि मसित त्यो 2टा फ्लेभर चाहिँ अब म हन्ट हान्न जानु लाग्छु। अब के अरे म अब हन्ट हान्ने तपाईँहरूलाई अब तपाईँहरूलाई म देखाउँछु नि के कसो हुन्छ हन्ट हान्नु जाने बेला। अनि म खाएर रिभ्यू पनि दिन्छु। अनि आज चाहिँ मेरो त्यो दाइसितको खानेकुरा च्यालेन्जवाला भ्लग आएको थियो होला। ल त्यति भन्दै म अब के अरे हन्ट हान्नु निक्लेँ। 5:30 भइसक्यो, 6 बजी त राति भइसक्छ कि त्यही पनि हन्ट हान्नु जानुपर्छ। ल गाइज हामी चाहिँ दोस्रोमा चाहिँ निक्लिसक्यौँ के अरे माल्किस बिस्कुट खोज्नको लागि। गाइज हामी चाहिँ यो सागर नर्सरी एन्ड के यो ग्रो प्रोडक्ट प्राइभेट लिमिटेडमा चाहिँ दोस्रोमा, तर भेटिए के अरे नरहेछ माल्किस भन्ने। अब चाहिँ हामी बिग मार्टमा जानु लाग्छौँ। बिग मार्ट बिग मार्ट त कता हो, यता हो र पछाडि थियो यार, पछाडि हो जाऊँ। अब चाहिँ हामी बिग मार्टतिर जानु लाग्यो। अब तपाईँहरू हामी बिग मार्ट गएपछि भेट्छौँ। यता छ कि नै सर्टेज छ कि अरे माल्किस भन्ने बिस्कुटको भाइरल बिस्कुटको सर्टेज मात्र छ यार, लास्ट ल्याउँछ। ल तपाईँहरू अब उनीहरू भेट्छ। गाइज हामी चाहिँ भित्र छिर्सक्यौँ। यहाँ चाहिँ दोस्तले हेरेर छन् के कसो हो भनेर। बिस्कुट त हामी भेट्दै भेट्दैन दोस्त। यो सेक्सनमा चाहिँ जुसहरू रहेछ, अर्को सेक्सन जाने होला है। हामी चाहिँ बिस्कुटको सेक्सन खोज्न लागिरहेको छौँ। बिस्कुटको सेक्सन नै पाइरहेको छैन यहाँ बिस्कुटको सेक्सनमा आयौँ हामी। बिस्कुटै त्यो चक्लेटहरूको सेक्सन हो। चक्लेटहरूको सेक्सन कहाँ छ? सब बिस्कुटहरू छ कि यो माल्किस बाइक दिनरात भाइरल भएर पाउँदै भयो छैन। बिस्कुट पाउँदै पाएन गाइज यार। लास्ट झ्याउमा त छ 200 डिपार्टमेन्ट स्टोरमा गइसक्यौँ तर केही पाएको छैन। दोस्त म त हुन्छ अब अरू कुरा नि हन्ट हान्ने मेरो माल्किस बिस्कुटमा त नपाएर जस्तो छ। यस्तो माल्किस बिस्कुटमा त नपाएर जस्तो छ कि माल्किस बिस्कुटमा त नपाएर जस्तो अरू नै हान्ने। गाइस माल्किस बिस्कुट त नपाएर जस्तो छ। अब 2-3वटामा अझै जान्छौँ। अब यहाँबाट केही त लिएर जानु पऱ्यो। फेरि केही लिएर गएन भने लास्ट ल्याउ पर्छ। ल अहिले पछि हेरौँ। गाइज यार हामी यहाँ मिन मार्टमा नि आइसकेको थियौँ कोर्टयार्डको। यहाँ पनि भेटिएन। दोस्रोमा अब फर्किनु लाग्यो। ए लास्ट झिजो आइसक्यो यार। एउटा चक्लेट फ्लेभरको लागि अरू कुन भेट्नु लाग्यो खै। एउटा ओरेन्ज कलरको त मस्ती छ, अरू एउटा चक्लेट अनि अर्को फ्लेभर खोज्न आएको भेटिएन यार। ओइ कहाँ हो दोस्त यार। ए म आज लास्ट झिजो आइसक्यो। अब त हामी त घर फर्किनु लाग्यो। अब एक लास्ट ठाउँमा जान्छौँ, त्यसमा नि भएन भने त अब घरतिर त्यो भ्लगमा नि त्यो डिपार्टमेन्ट स्टोरमा भएन भने अब घरतिर नो भ्लग। त्यसपछि एउटा मात्र माल्किस बिस्कुटको रिभ्यू दोस्त छन्। अब चाहिँ हामी निक्लेको। मिन मार्ट पनि पाइने यस्तो खतरनाक भने सबमा भ्याइयो अरे सर्टेज गाइस सर्टेज। ल तपाईँहरूलाई अहिले गाइस यो डिपार्टमेन्टल चाहिँ अब हाम्रो लास्ट हो। अङ्कल नमस्ते। यहाँ माल्किस बिस्कुट छैन अङ्कल? माल्किस बिस्कुट छैन यार। म त के 8-9वटा पसलमा डुल्छ कि अझ एउटा पनि भेट्दैन कि अन्त त्यो चाहिँ हजुर नेपाल सरकारलाई हजुर भ्याट नतिरिकन कर नतिरिकन चोर बाटोबाट ल्याएको थाहा पाएपछि हजुर
यहाँको अब स्थानीय अब सरकारहरूले चाहिँ त्यसलाई रोक्क गरिदिएको छ है। हजुर यो चाहिँ एउटा आधिकारिक सूचना भयो। हजुर त्यसो गर्दा गर्दै पनि अझै पनि कतिपय ठाउँमा ल्याएर बेचिरहेको छ। तर यहाँ मैले 2 लट बेच्यो, हजुर त्यसपछि पाएन, बुझिएन नपाएपछि। ए हस् थ्याङ्क यू अङ्कल। अब चाहिँ यहाँ भनेपछि अरू खानेकुरा लिएर जानु पऱ्यो। अब मेन त त्यसकै लागि आएको, अब अरू भए पनि लिएर जानु पऱ्यो नि अङ्कल। म भ्लग हान्न थिएँ अङ्कल यहाँ। ल के छ ब्लगमा? अब भ्लगमा त के त्यो हावाकारी भन्ने हो, भर्खर भर्खर सुरु गरेको। अब चाहिँ यसरी बढाउँदै गएको कि अङ्कल। हजुर गाइस हामी चाहिँ अब के अरे खानेकुरा अब अरू खानेकुराहरू लिएर निक्लिन्छौँ होला। अब चाहिँ हामी यता भिलेज सेज यहाँनिर चाहिँ लिएर निक्लिन्छौँ। मैले दुइटा लिइसकेँ। अब यो दुइटा लिएर चाहिँ निक्लिन्छौँ हामी। त्यो पाउँदै नपाइने भयो। ल अब म चाहिँ घर गएपछि भेट्छु। गाइस मैले अघि भन्दाखेरि हामीले अघि केही पनि पाएनौँ। तर नि यहाँबाट के भन्दा मसित एउटा मैले स्टकमा राखेको थिएँ कि होइन, यहाँ किन यहाँ स्टकमा राखेको थिएँ। अनि फेरि अब हामी चाहिँ यसको रिभ्यू गर्छौँ। मैले चाहिँ होइन, मेनली मेरो मम्मीले गर्नुहुन्छ। हेलो मम्मी। रिभ्यू गर्नुहुन्छ होइन। ल अब गाइस मेरो मम्मीले चाहिँ रिभ्यू गर्नुहुन्छ। फोडिदिनु मम्मी। यहाँ मेरो मम्मी चाहिँ अहिले फोडिदिनु हुनुहुन्छ मालिक बिस्कुट। यही त राखेको फोन यही चाहिँ त्यहाँ फोडिदिनु हुन्छ मालिक बिस्कुट बिस्कुट। दाँतले खोलेको खुल्नु, जेलले खोलेको खुल्नु, त्यहाँबाट खुल्नु पऱ्यो। ल यहाँ मम्मी रिभ्यू गरिदिनुहुन्छ। भगवान् के कहाँ आएर फसेँ। अनि कति टाइट हुँदै जान्छ। ल ओहो यस्तो हाम्रो ल के भ्युवर्सहरूलाई त्यो यस्तो त्यो छुट्याएर नि देखेँ नि यो कस्तो के हुन्छ। यो छुट्टेकै हुने रहेछ कि यो छुट्टेकै हुने रहेछ नि त। तर टु पिस गरेर आउँदो रहेछ यसरी ग्याप ग्यापमा होइन। यसरी कति पिस आउँदैछ मम्मी? खसी खसी के हुन्छ? जोडी जोडी एउटा दुईटा तिनवटा चार पाँच छ सात 8 जोडी आउने छ। तर 16वटा 8वटा तर 16वटा मतलब जोडे हुन्छ 1 पेयरमा हुन्छ कि मम्मी। कस्तो हुन्छ यो देखाउनु त खोलेर कसरी खाने खान्छ। यस्तो क्रिमै क्रिम अनि उता गुलियो गुलियो चिज हो यो सब चिज। अब मेरो मम्मी चाहिँ यहाँबाट खाएर रिभ्यू दिनुहुन्छ होइन मम्मी। ल खानुहोस्। म सिँगै खान्न है, एउटा गरेर खान्छ है। ल कस्तो छ यो बिस्कुट त दामी नै छ हौ। दामी छ। ल मम्मी हजुरले यो बिस्कुटलाई 5मा रेटिङ दिनु पऱ्यो भने कति दिनुहुन्छ? 5मा 5मा 5 है। गाइस मेरो मम्मीले भन्नुभयो अनुसार चाहिँ 5मा 5 रेटिङ दिनुहुन्छ अरे। तर म अनि एकचोटि ट्राई त गर्नु पऱ्यो नि त। मम्मीको मात्र मम्मीको मात्र भरोसा त गरेर हुन्न नि त। कहिले ल्याएको नि त मम्मी छैन। गाइस यो बिस्कुट चाहिँ त्यो धेरै गुलियो मनपर्ने मान्छेहरूलाई चाहिँ ठिकै हो। त्यहाँ मसला ठिकठाक खाने। तर मसला ठिकठाक खाने मान्छेहरूलाई चाहिँ खासै मिठो छैन। घाँस गुलियो रिजेट मिठै छ हो। मलाई चाहिँ एकदम गुलियो लाग्यो। अब गुलियो त छ यो। म फेरि चाहिँ डाइरेक्ट बटर क्र्याकर त्यस्तो मनपर्ने भएको मान्छे आएछ। उहाँ चाहिँ खासै ठिक लाग्यो। म चाहिँ 3.5 रेटिङसम्म दिन्छु। मम्मीले चाहिँ 5मा 5 दिनुभएको छ के अरे। तपाईँहरू नि ट्राई गर्नु मार्किस बिस्कुट। यो चाहिँ सर्टेज छ। पाउनु भयो भने मलाई नि सम्पर्क हान्नु। यो फ्लेभर बाहेक यो बटर भन्ने फ्लेभर हो।
अरू फ्लेभरमा पायो भने पनि सम्पर्क हान्नु फेरि म ए चिज फ्लेभरको चिज फ्लेभरको रहेछ ल ल अब मम्मी यति हामी रिभ्यू गरिसक्यौँ सबै त्यो गरिसक्यौँ हाम्रो भ्युवर्सहरूलाई बाई बाई भनिदिनु न त